हेलो नमस्ते वेलकम टू माई फेसबुक ब्लग। सो बिहानको मिरमिरे घामसँगै हामी बुढाबुढी कपडा धोएर वरिष्ठ बलराम फिल्म हेर्नको लागि तयार हुँदै थियौँ र छोरी सुतिरहेको बेलामा छिटो छिटो उठाएर छोरीलाई रेडी गरेर छोरालाई पनि रेडी गरेर हेर्दा हेर्दै त घडीमा त 11:16 भइसकेको थियो। सो सानो सानो सेल्फी खिच्दै छिटो छिटो हतार पतार गर्दै रिक्सा पनि आइसकेको थियो। रिक्सामा बसेर हामी जाँदाखेरि बिचमा हामीले हनुमान मन्दिरको पनि दर्शन गऱ्यौँ र हामीले बाउ छोरी पनि गाना गाउन थाल्यौँ। गाना गाउँदा गाउँदा कतै छिटो सिनी रोयल पुगेको त थाहा नै भएन। यसैबिचमा हामीले पनि सेल्फी भिडियो बनाउँदै टिकट काउन्टरतिर पुगेँ। मेरो साथी रितेश श्रेष्ठले टिकट अलरेडी बुक गरिदिइसकेको थियो। सो मलाई सजिलो भयो टिकट लिनको लागि। यसैबिचमा मेरो प्यारो एक्टर भेट हुनुभयो, विजय बराल दाई। फेभरेट हिरो देखेर त म एकदम खुसी थिएँ र मेरो छोराछोरीसँग सेल्फी भिडियो बनाउँदै थिएँ। सो हामी भित्र घुस्यौँ, फिल्म पनि सुरु भइसकेको थियो। मेरो फेभरेट गाना खुसी हुँदै मेरो छोरी पनि नाच्न थालिन् एकदम। अनि अडियन्स पनि हेर्नु न कस्तो राम्रो नाचिरहेको के। यसै बिचमा ब्रेक भयो, ब्रेकमा एकदम लामो लाइन थियो। त्यसैमा मैले सेल्फी भिडियो बनाएँ लाइन लागेर। सो मैले पपकर्नहरू लिएँ। मेरो छोरीले हेर्नु न हाइजिनिक फलो गर्दै ग्लोभ्स लगाएर पपकर्न खाँदै छिन् के। सो स्विट के मेरो छोरी त दाइहरूसँग। सो हाम्रो चिकन रोल पनि आयो, पेप्सी पनि आयो। यसै बिचमा सेलिब्रिटीहरू हेर्नु न हामीलाई सरप्राइज दिन आउनुभयो भित्र। खुसी लागेको थियो, नाच्दै हुनुहुन्थ्यो। कस्तो नाच्नुहुन्छ कि विजय बराल दाई त वाव वाव दाई वाव, तपाईँ त असम हुनुहुन्छ दाई। मेरो लागि तपाईँ त लेजेन्ड हो दाई। खुसी लाग्छ दाई तपाईँलाई देख्ने बित्तिकै। तपाईँ यस्तो अगाडि नाच्दाखेरि त म एकदम खुसी थिएँ दाई। म त एकदम खुसी थिएँ। लाइनै थाम्न सकेको थिएन कि म त एकदम खुसी भएर। खुसी हुँदै हुँदै फिल्म पनि सकिसकेको थियो र मेरो साथी सधैँको दिन जस्तै मलाई लिन आइसकेको थियो। सो हामी घर फर्किँदै थियौँ, सेल्फी भिडियो बनाउँदै थियौँ। यसै बिचमा छोरीले हेलो हाई हाई भन्दै थिइन्। खुसी लाग्छ मलाई मेरो छोरी र छोराछोरी देख्दाखेरि एकदम खुसी हुन्छु म त। सो कुरा गर्दा गर्दा हेर्नु न फेरि घर पुगेको थाहा नै भएन। सो छोरीले आफ्नो फेभरेट अङ्कललाई बाई बाई भन्दै छिन्। सी यू गाइज इन नेक्स्ट ब्लग, बाई।